यताबाट हेर्दाखेरि चाहिँ यताबाट देखिने, उताबाट हेर्दा उताबाट देखिने। हेलो अनि के छ मेरो साथीहरूलाई, वेलकम टु माई न्यू भ्लग। चाहिँ हामी पुरै यहाँ मेरो घर नजिकै चाहिँ 2 किलोमिटरको रेन्जमा चिडियाखाना छ। यहाँ चिडियाखाना घुम्न गयो नि ठ्याक्क त्यहाँबाट चाहिँ यो माथिको भ्यूबाट चाहिँ माथिबाट चाहिँ भ्यू पोइन्ट रहेछ। यहाँ यसो हाम्रो सिजुओका एरियादेखि नि, त्यही भएर यिनीहरूको यो चाहिँ बाबा साइडबाट हेर्दाखेरि चाहिँ छ्याक्क देखिने, बिचबाट हेर्दाखेरि देखिन्न क्या यो, फेरि देखिन्न। अब यहाँ हेर नि त, यहाँबाट देखियो त देखेको छैन नि त, यो साइडबाट हेर्दाखेरि देखिने हो क्या। यो मजाले खतरा डिजाइनले बनाएको क्या यो। अब हामी यसरी गयो नि, यहाँ यतापट्टि छ यो के हो, आर्ट ग्यालेरी जस्तो छ है मा हेर्दै। त्यो हामी माथि चाहिँ टुप्पामा जाने भनेको यहाँ यतादेखि होला, टुप्पा भ्यू पोइन्ट के। यो साइकल लिएर आएको भए यहाँ राख्ने हो, पैसा लाग्दो रहन्छ क्या, फेरि है छ। यो उकालो छ, फेरि तान्नै सकिन्न क्या। जुनै हो नि। अनि शान्त छ त यहाँ त, मजा आएको है। यो होइन नि त, यता हामी जाने यहाँ हो नि त, ए निहोन दाइरा जू। निहोन तोमो अरे, आज तोमो दाची नि भन्दैन, तोमो। अब जूमा गएर टिकट काट्नु पर्यो। के हो उहाँ बन्द चाहिँ के हो र? म्यापमा त मलाई खुल्ला देखाएको थियो त। मान्छे त देखेन, त्यहाँ 3-4वटा गाडी त छ। अब अघि जू जान लागेको, जू बन्द रहेछ आज 12 बजेपछिदेखि। त्यही भएर हामी भ्यू पोइन्टमा निहोन दाइराको टेरेस भन्ने ठाउँमा हिँड्न लाग्यो। यहाँ फोटोसुट हान्दैछ मुलाहरूले, टन्टीहरूले। अब चाहिँ हामी चाहिँ बस कुर्दैछौँ आज, बसमा जाने भनेर। अब जू जान त्यस्तै भयो, के अरे जू जान चाहिँ अलिक बन्द रहेछ कि, 12 बजेभन्दा पछि छिटो चाहिँ खुलिरहेको रहेछ अघि। अहिले चाहिँ बन्द भएर चाहिँ जू चाहिँ गइएन। 1-2वटा केटाहरू माथि गएर फर्के तिनीहरू पनि। अब यहाँदेखि हामी चाहिँ बस स्ट्यान्डमा बसिरहौँ यहाँ। अनि सट्ट अब यो बस स्ट्यान्डबाट बसेपछि आएर बस आउँछ। अब लगभग 5-10 मिनटमा बस आउँछ, त्यसपछि जाने। भर्खरै झऱ्यो। अब यहाँ चाहिँ यसो केटाहरूलाई पिसा फेर्ने रे, त्यसो फेरेर चाहिँ झट्ट अब यहाँको भ्यू पोइन्ट हेरिन्छ। यहाँ पुरै यतापट्टि चाहिँ समुद्रहरू हो। अब यो क्याफेहरू भइहाल्यो, यहाँ छइसक्नु छैन होला महँगो। अब यहाँ चाहिँ अब टोइलेट सुसु जाने रे केटाहरू, त्यही भएर चट्ट गएर बसेर अब यहाँ 1-2 राउन्ड पुरा एरिया घुमिन्छ। आज चाहिँ यही घुम्न आएको। धन्न आज सोल्टीले फसाएको थियो, बसको टिकटै नलिदिएर माजाला तान भनेको पर्दैन भने नेपाली सिस्टम जस्तो लगाइदियो। त्यही भएर चाहिँ गाह्रो भइदिएर यतापट्टि यता आउनु, यताबाट जाउँला। अब यहाँ माथि जाऊँ पहिला, त्यसपछि यता जाउँला। ऊ त्यहाँ माथि हो त्यहाँ माथि। केबुल कार त यहाँ हो क्या। यो भिड के हेर्ने, यसमा 400 मात्रै देखाइरहेको। त्यो भिड पास के हेर्ने त्यहाँ? 470 त बेच्ने 3जनाको लाउडे 1500 कति। मूर्ख होइ त होइन, मूर्ख मान्छे हो क्या। अनि के छ भने हामीलाई टिकट चाहिन्छ, त्यसको ऊ फालिस् क्या बिल नफाल्यो मलाई अहिले काम लाग्छ। समुद्र त के हो र यहाँ हेर ल हेर, यहाँ यस्तो दामी देखिन्छ यहाँ है। घाम रे, यो मौसम ठिक्क हो नि, जाडोमा साल आएर घाम लागेको देखाउँछ। देखिस् यो केबुल कार चढ्ने ठाउँ हो क्या दाइ? यी समुद्र हो यी। ए यहाँदेखि अब मोची मनी यहाँ भयो हाम्रो कुन यतापट्टि, अनि हाम्रो ऊ चाहिँ यहाँ तल हो। यता केवल कार वहाँ तल मन्दिर छ क्या, ऊ त्यहाँ त्यो सिन्टो के मन्दिर छ त्यहाँ। त्यो गएर हेर्नुपर्छ अहिले कति छ। अब यहाँको ऊ त्यहाँबाट फुजी देख्यो होइन,
ऊ त्यहाँ माथि जाने भने फुजी देखिन्छ यहाँडै यहाँ माथि चाहिँ आइयो जाम न त ऊ त्यहाँ माथि झन् बवाल भ्यू देखिन्छ चिसो भयो माया अब मजाले यहाँ घुम्नु पर्यो मेरो चस्मा कहाँ गयो यार कसलाई सेनपाला पठाइदिने हो क्या अब यहाँ चाहिँ यहाँ शिलालेखहरू भइहाल्छ क्या अब ऊ त्यहाँ गएर हाम्रो चाहिँ यहाँ फुजी माउन्टेनको ऊ देख्यो होला त्यहाँदेखि जाने अब यता जाऊँ यहाँ हेर्न आउने नै त्यही हो क्या दाइ निलो समुद्र अनि मैले भन्थेँ नि तपाईँलाई हामी यहीँ जाने हो भनेर यहाँ ल्याइदिएन मैले धन्न फसाएको थियो सोल्टीले माया कसम अनि समुद्र यस्तो हाम्रो त्यो उसले देखेको हो क्या अल्को देखेको त्यस्तो नत्र त समुद्र अल्को भएको भए त यहाँसम्म आइसक्थ्यो नि होइन दाइ त्यो हाम्रो उसले हेर्दाखेरि देखिएको त्यस्तो ल अब हामी चाहिँ यहाँको उकालो लाउन लाग्यो होइन ओ यहाँदेखि चढ्नु पऱ्यो मजाले टेरेस मैले हामीले यहाँ कपडा किन्न खोजेको होइन यस्तो पातलो मात्रै हुने कि यिनीहरूले मोटो जस्तो डाटै छ चल्दो रहन्छ क्या यहाँ उसलाई अनि कहाँ हो त नि त्यस्तो तनाव भयो त्यही भएर डाटै चल्दो रहन्छ आज धन्न घाम लाखा भन न प्याक अनि गर्मीमा आउने ठाउँमा जाडोमा आएर हुन्छ त अनि पुसे 15मा यहाँ आएर हुन्छ थाकिन्छ है के उकालो चढ्ने बानी नगर हो क्या अर्को लाएर आउनु पर्दो रहेछ यहाँ लेदर ज्याकेट एउटा टी सर्ट भित्र राखेको भित्र उता लगाएको मैले लाउनु त पैसा लाग्छ कि नाबी गएको फेरि होला ल फुजी देख्यो यही हो जापानको सबभन्दा ठुलो माउन्टेन भ्यू पोइन्टदेखि चढ्न गुजी सान सुजी सान अनि यस्तो केही न केहीको टावर हो क्या लाग्दो रहन्छ क्या ऊ त्यहाँ गइने खाने टिकट लाउने भए त थुनेको हुन्थ्यो होला नि होइन जानु मिलेन यहाँबाट थुनेको यताबाट हो यताबाट जानु आज धन्न अलिअलि भिडभाड रहेछ है नयाँ वर्ष यस्तो भएन त हो कि यिनीहरूको खासै भिडभाड नआउने ठाउँ अरे क्या यो त्यहाँ म्यापमा हेर्न मुला यहाँ के छ यिनीहरूले पढिरह खान्ची त त्यस्तै हो खान्ची र कान्छी भन्ने बुझिन्न भन्ने भन्थ्यो क्या त्यस्तै तर आगो अहिले त कान ढाकेर त्यो उसले लाएर आएको त धेरै ऊ भयो होला है टाउको कपालले गर्दाखेरि दुखी सक्यो हेर मेरो ओ मा कसम मोबाइलमा भन्दा आँखामा बवाल देखियो त यार दामी देखियो त यता आटामी उता छ नि यो उसहरू आतामी हो क्या आतामी भन्ने ठाउँ उतापट्टि ठाउँको नाम आतामी हो क्या गान्डु सब यहाँबाट हिँड्न आउने हो क्या यस्तो भ्यू भयो यहाँ फोटो खिच्ने हो यहाँबाट फोटो खिच्नु पो बवाल आउँछ होला त यार
समुद्र बवाल देखिन्छ नि अनि हेर्न नै यही हेर्न आउने हो त यहाँ मान्छेहरू होइन त दाइ मनोकामना के अरे बन्दीपुर के हेर्न जान्छ त त्यहाँ हिमालय हेर्न जाने त हो ए के अरे उहाँ उसके यस्तै लाउनुपर्छ राम्रो त एक राउन्ड सर्ट त सबैतिर घुमेर यताबाट अनि फोटोसोट हाल्नु मजाले जाडो भयो ल हेर निहुन दाइरा युमै तेरेसु अरे ल यहाँ चाहिँ अब फुजिसानको यताउति समन्दिर छ यहाँ चाहिँ अब यहाँ फेरि भ्यू पोइन्टहरू यस्तै हो ए माउन्ट कोङचुपू अरे कहाँ हो ए यिनीहरू सानो सानो उसको नाम रहेछ कि यो सबै यताउति अघि हामी चाहिँ यहाँ झरेको यहाँ ल हेर त्यो यतापट्टि अगाडिपट्टि हाम्रो कम्पनी हो के अरे साला हो हाकु दाइ हो कि भन त तिमीहरूको जस्तो साला त उहाँ हो त तिमीहरूको जस्तो अँधेरो ठाउँमा हो त नि हाम्रो यहाँबाट यस्तो चट्ट देखियो ए अर्थात् हावाले प्याक प्याक हाने खा यार हावाबाट हाने खा होइन अघि हामी बस कुरेर बसेको 10 मिनट नबसेको नआउने होइन यहाँ चाहिँ यस्तो यस्तो बबाल ठाउँ छ यहाँ अब सट्टै हाम्रो चाहिँ उहाँ भइहाल्यो अब त्यो के अरे अरे यार मैले नाम बिर्सेँ यार त्यो यार मिनातो त्यहाँ भयो अनि यस्तोमा फोटो हान्ने हो त बल्ल हो त्यही त कानमा यहीँ हो क्या यहाँ जापानबाट यहाँबाट देखिए नि युमे फेमस ठाउँहरू हो क्या यहाँबाट देखिए नि त्यही एक्जिबिसन होला क्या यो एक्जिबिसन हल के त्यो केही चिज सजाउने यताउति देखाउनेहरू त्यही भएर बन्द भएको हो क्या त्यसको लागि हो यतापट्टि चाहिँ अब यस्तोहरू छ यहाँ होइन अब यता पनि पुरै समुद्र यतादेखि पुरै अब नेपालको के अरे जापानको बवाल भन्दा ठुलो भ्यू पोइन्ट भन्ने यहाँबाट अनि एउटा चाहिँ उताबाट छ एउटा आटामीमा छ तलहरूमा त्यो यस्तो आउने यहाँको भ्यूहरू यस्तो मेन भनेको यो टावर भइहाल्यो क्या यो चाहिँ त्यही घरको सिग्नल बनाउने टावर हो क्या यो दाइ सिमिजु एरिया हो यो पुरै उहाँ माथिको फेरि आतामी भन्ने हो उहाँ यो कटेर उहाँ पुग्यो हामी फुजी मुनि काम गर्न गयो होइन त त्यो फुजीको त्यो देख्नु भयो नि यो स्लाइड भएको के यस्तो त्यो रहेछ क्या दाइ त्यो पोखरी रहेछ क्या त्यो यस्तो हल्का यस्तो यस्तो छ नि पानी उठेर त्यहाँ पोखरी रहेछ क्या त्यो के अरे उहाँ नेपालको ऊ भन्छ नि तपाईँको ठाउँ के अरे कुण्ड जस्तो हो त्यो बगेर आएको कुण्ड हिउँ बगेर आएको कुण्ड रहेछ कि त्यहाँ ऊ त्यो क्या यस्तो सट्ट निस्कियो क्या यस्तो आएर स्लोपमा आयो नि हो त्यो हो त्यो सेतो खाल्टो जस्तो हिउँ जमी जस्तो देखियो नि हो त्यो कुण्ड रहेछ क्या के ऊ आयो कि हामी त फुजीको कुरा त गऱ्यौँ नि अब यो बाटोले सब छेक्या न चाहिँ यो बाटो पनि सबै समुद्र भइहाल्छ कुन ठाउँमा योभन्दा कति राम्रो देखिने हो र अब कि यसमा घुम्ने भनेको कि गर्मीमा हो क्या क्लियर देखिनलाई अब हिउँ देखिन त यही बेला यही हो त होइन त यही गर्मीमा हिउँ हुँदैन ओहो यस्तो राम्रो देखिन्छ कि फेरि जाडो त हरिब जाडो भयो कि
महासागर भ्यूवर कहाँ गयो यार हाकु ब्रो यताबाट यो राम्रो यो यहाँको फोटो राम्रो आउन त यताबाट बिहान घाममा आउनु गर्मीमा आयो भने बल्ल ठिक हो क्या यहाँ त यस्तो चिसो हुन्छ मा अब चाहिँ घुमेर भ्याइन ला यहाँ टिकटकरले यहाँ भिडियो बनाउँदै हो नि यहाँ आजको हाम्रो ओ ह्याकु ब्रो ह्याकु के हो बल्ल मजाको घाम लाखाइ होइन मिठो घाम लाखा त यार के साकुरा फुल्दै हो त यहाँ चाहिँ ए भित्ती जाडो भयो है मलाई त आएको दाइ निहुन दाइ आउने भन्दै कस्तो भयो कस्तो लाग्यो निहुन दाइ निहुन दाइ दौसित आएको दौस यसलाई त लगाइहाल्छ नि गान्डुलाई अब चाहिँ यहाँ पनि आइयो अब केबुल कार चढ्नेहरू दाइ रेट हेर्न सस्तो भयो भने चाहिँ सस्तो भयो भने चढ्ने न त अनलाइनमा हेरेर चाहिँ देखिन्छ अहिले पनि त 650 चाहिँ अनलाइनमा त हेरायो नि एकजनाको 650 थियो अनि केबुल कार अब केबुल कार कस्तो ऊ त्यो माछी त हो नि ऊ त्यो सिजौका माछी सिजौका छ यार यस्तो भ्यू छ अब चाहिँ यहाँ पनि हेर्ने भनेको यही हो कि यहाँ आएर यो भ्यू हेर्ने हो अब यस्तो यही भ्यू हेर्ने हो अब यहाँदेखि अब यहाँदेखि गरेपछि चाहिँ अब केबुल कार सुन्दैन भने केटाहरूले केबुल कार चढिन्छ फुजी माउन्टेनहरू हेरियो यो छ हाम्रो अब पेसिफिक ओसनहरू सट्टै हेरियो यहाँ छन् मजाले उस गरी मान्छेहरू अलिक झरौँ अब तल केबुल कारतिर यताबाट झरौँ यहाँ चाहिँ साकुराको खुट्टाहरू पुरै गएर बसिरह कहिले छ यहाँ चाहिँ तर आज त लास्ट जाडो छ यार हाकु दाइले कानको उसले आएर धेरै उस गरे यार धेरै सही ठिक गरे यार दाइले धेरै ठिक गरे बाबुडा यार धेरै ठिक गरेको यार हाकु दाइले यो टोपी ल्याएर यार यस्तो जाडो छ यहाँदेखि सट्ट झरिन्छ हामी मजाले अनि उता गइन्छ केबुल कारतिर गइन्छ न त एउटा कफी चाहिँ खानु पर्यो दाइ यार आता त खाइ हाकु दाइ पोका कफी खानु पर्यो क्या हिँड्दै हात चिसो भएर यस्तो कक्रकै परिसक्यो यहाँ त रहेछ धनीबाट तर त्यहाँ अहिले हिँड्नु मिल्दो रहेछ अब यताबाट चाहिँ जानुपर्ने हो यहाँ चाहिँ यसको ट्रान्समिटर समथिङ केही हो कि यो अपरेटिङ सिस्टमवाला यहाँ त माथि भन्दा त यहाँ त तातो छ त अलि हावा नलाएर ओके हो समुद्र कि हावा अब यहाँदेखि झरिन्छ यो चट्ट कोङजान तुसुगु सिरिने अरे बाबा कुता लुता मुता चुता सब सालाहरू के छ के यार खासमा हामीले पढ्दाखेरि चाहिँ अब N5 N1मा पनि के त यिनीहरूको लोकल ल्याङ्ग्वेज हुन्छ नि त्यो कहाँ छाप्प अब हामीले जस्तै अब पढ्दाखेरि प्योर नेपाली पढिन्छ के अरे होइन युज गर्दाखेरि प्योर नेपाली युज गरिन्न नि त हामीले त्यस्तै हो क्या हाम्रो जापानिज पनि प्योर जापानिज पढ्ने हो युज गर्दा चाहिँ यिनीहरूको आफ्नो घोर जस्तै अब खाना खाएलाई ह्याप्स हानिदिएको भन्छ नि केटाहरूले त्यस्तै हो क्या आइसोस् दिइसोस् गइसोस् भन्ने त त्यो होइन कहाँ नेपालीको त त्यो खासै ऊहरूले नि त राजाहरूले जस्तोले बोल्ने हो नि त त्यो त युट्युब नाममा अहिले एड गरिदिउँला नि त म ल
दिपकलाई भाइरल बनाइदिनु पर्ला यो दिपकलाई भाइरल बनाइदिनु भनेको यहाँ साला तर्साइदियो यार खुट्टै मर्कियो बस उतै खाऊ नआउनु सक्छ आएको दाइ उसमा हेर्नु त म्यापमा कति बजी फर्किन्छ अब यहाँ चट्ट बस त अब कुदिरह नि कति बजे छुट्छ भने त्यसको उठ छ क्या यतापट्टिको समुद्रको भ्यू खिच्न त यताबाट घाम आउनुपर्छ बल्ल यहाँ राम्रै आउँछ कि अहिले त कालो आउँछ नत्र कि अब क्यामेरा बवालले हुनु पऱ्यो डिएसएलआरहरू अनि अहिले धमिलो छ नि मजाले ल हेरी पुरै समुद्रै त हो नि ल हेरे यार कति ठुलो होला क्या त्यो कति छिटो हिँड्यो होला कि त्यो जहाज हेर नि दाइमा ऊ वहाँ देखेन जहाज ऊ ल जहाज भनिरह एरोप्लेन भन्थ्यो वा आकाशतिर छ उहाँ आयो क्यामेराले भेट्दैन के देख्छ देख्न त देख्छ त्यस्तो क्लियर आउँदैन नि त क्यामेराबाट जुम गरेपछि फाट्छ त्यो हो क्या गाह्रो केबल कार झरे खाएर त एकचोटि चले खाएर त हेरौँ त चल्न त चल्न पर्ने हो खासमा कुरो चाहिँ छ दाइ ऊ मान्छे देखे कहाँ देखाएको छ खै होइन ऊ त नजानी भनेर हावाहरू घुमिएर पनि यहाँ चट्ट बसियो आधी घन्टामा 4:30 बजे चाहिँ गाडी हिँड्छ यहाँ गएको छ अहिले गाडी खाली छ यहाँ यस्तो छ यहाँबाट यस्तो दामी देखिन्छ फेरि यहाँ के लेखेछ यो बल्ल पो तातो बाहिर त बाबा कम जाडो छ हौ अब यो हामी चाहिँ गाडी जस्तै मेरो अब नयाँ अब स्टप आउनु लाग्यो भने यहाँ थिचेपछि गाडी रोकिदिन्छ जस्तै मानव अगाडि झर्नभन्दा अगाडि चाहिँ यो थिच्ने स्टप आयो भने थिच्ने आफ्नो झन्डा आयो भने थिच्ने हामी झर्छ हामी चाहिँ टिकट लिइसक्यो टिकट लिन्छ ऊ त्यहाँ उसले चाहिँ अलिक टिकट लिँदैरह हामी सट्ट यहाँ बसेर मैले तातो छ मजाले त्यहाँदेखि बस्ने अनि अब झर्दाखेरि चाहिँ चट्ट भिडियो गरेर झर्नु पर्ला हामी गएको चाहिँ उता माथि हो अब घर आउँदै रात पऱ्यो यहाँ त अब जाडो मौसममा त 5 बजे 4:50 4:40 निभ हुन्छ अब गएर यो गान्डु पनि यहीँ छ रुममा पनि आइयो आजलाई चाहिँ यति नै लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु ल बाई बाई टेक केयर